म लिम्बुवान सरकार। म हजुरहरूको लागि विभिन्न किसिमका भिडियोहरू बनाएर ल्याउने छु। हेलो गाइस, तपाईहरुले पनि कुनै सामाजिक सञ्जाल टिकटक, युट्युबतिर, फेसबुकतिर यसरी फोटो बोलिराखेको, फोटोले चाहिने काम गरिराखेको, हिँडेको चाहिने देख्नु भएको होला हैन। र यो फोटो चाहिँ कसरी यसरी बोल्ने बनाउन सकिन्छ त, त्यो कुरा आज तपाईहरुलाई शेयर गर्न गइराखेको छु यो भिडियो मार्फत। त्यो भन्दा अगाडि यो मेरो युट्युब च्यानल तपाईहरुले पहिलोचोटि हेर्दै हुनुहुन्छ भने एकपल्ट सब्स्क्राइब गरेर लाइक कमेन्ट गरेर सपोर्ट गरिदिनु होला भन्दै यो मेरो भिडियोलाई अगाडि बढाउन चाहन्छु। आउनुहोस्, तपाईहरुलाई स्वागत छ। सबैभन्दा पहिले तपाईको मोबाइलको स्क्रिनमा रहेको गुगलमा क्लिक गर्नुहोस् र त्यो गुगलमा तपाईले क्लिक गरिसकेपछि सर्च आउँछ। त्यो सर्चमा तपाईले टाइप गर्नुहोस् HEYGEN तपाईले टाइप गर्नुहोस्। यसरी टाइप गरिसकेपछि फेरि एकछिनबाट त्यसपछि यस्तो इन्टरफेस खुल्छ अनि माथि त्यो निलो HENGEY लेखेको ठाउँमा चाहिँ क्लिक गर्नुहोस्। त्यसपछि फेरि अर्को इन्टरफेस यस्तो खुल्छ। यहाँ चाहिँ फेरि तल यो क्रिएट भन्ने ठाउँमा चाहिँ क्लिक गर्नुहोस्। त्यसपछि यो अपलोड फोटो भन्ने आउँछ, त्यहाँ क्लिक गरेर तपाईले फोटोहरु यस्तो आउँछ अनि यो फोटो तपाईलाई मन परेको छान्नुहोस्। छानेर माथि डन गर्नुहोस् अनि डन गरिसकेपछि यो छानेर डन गरिसकेपछि अर्को फेरि इन्टरफेस यस्तो खुल्छ। यहाँ चाहिँ यो भोइसको सिग्नलमा तपाईले भोइस पनि भर्नु सक्नुहुन्छ। माथि यसरी लेखेर चाहिँ नि टाइप गर्नु पनि सक्नुहुन्छ। यस्तो लेखेर टाइप गरेपछि जस्तो लेख्यो त्यो चाहिँ माथि यो फोटोले बोल्छ। त्यसपछि तल क्रिएटमा क्लिक गर्नुहोस्। तलको यो क्रिएटमा क्लिक गरिसकेपछि बिस्तारै यसरी अङ्कहरू बढ्न थाल्छन्। यो अङ्कहरू बढेर 100 पुगेपछि तपाईको चाहिँ नि भिडियो रेडी हुनेछ। तपाईले फोटोको भिडियो बनाउन लाग्नु भएको जुन फोटोको चाहिँ भिडियो रेडी भएर जुन तपाईको फोटो बोल्न थाल्नेछ। यसरी तपाईहरुले भिडियोहरु बनाउन सक्नुहुनेछ AI बाट भन्दै यो मेरो भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर साथ दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद भन्दै आगामीको दिनहरुमा फेरि यस्तै राम्रो सृजनात्मक हास्यात्मक एकदमै राम्रो रमाइलो भिडियोहरु, खोज भिडियोहरु, कमेडी भिडियोहरु, रमाइला नयाँ किसिमका भिडियोहरु म एकदमै मेहनत गरेर बनाएर ल्याउने छु भन्दै यो भिडियोबाट तपाईसँग बिदा लिन चाहन्छु। अर्को भिडियोमा फेरि भेटौँला। ओके, बाइ बाइ।